काठमाडौँको बिहान धुलो भिड अनि सहरको तीव्र रफ्तार बीच कहिलेकाहीँ आत्माले शान्ति खोज्छ। यही खोजले आज मलाई सहरको उत्तरतर्फ तानेको छ, शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा लुकेको सुन्दर धाप ड्यामतिर। यो यात्रा धेरै टाढाको भने होइन, तर मनलाई धेरै नजिक ल्याउने यात्रा हो। काठमाडौँबाट करिब 10 किलोमिटरको दूरीमा सुन्दरीजाल हुँदै धाप ड्याम पुगिन्छ। बाटोभरि हरियाली, सिमसिमी हावा र बिस्तारै हराउँदै जाने सहरका आवाजहरू पनि सुनिन्छ। हुन्छ, आउनुहोस् आज हामी सबै मिलेर काठमाडौँको कोलाहलभित्र लुकेको एउटा शान्त स्वप्नलाई निहाल्नेछौँ। So hello everyone, welcome to my another vlog। आज फेरि म काठमाडौँ आइसकेको छु अनि काठमाडौँमा आज फेरि म जाँदैछु नजिकैको धाप ड्याम। धाप ड्याम चाहिँ एकदमै आज दिन पनि राम्रो छ, सो त्यही भएर अरू मेरो साथीहरू पनि छ, 5-6जना साथीहरू दाइहरू छन्, उनीहरूसँग जाँदैछु। सो लेट्स सी। त्यसो साथीहरू अहिले चाहिँ हामी भेट भइसकेको छ। हाम्रो 1 2 3 4 मसँग 5जना, हामी 5जना जाँदैछु साथीहरू। आज दान हुनेवाला छ। अहिले चाहिँ हामी यो थलीमा है साथीहरू। धाप ड्यामसम्मको पैदल यात्रा सुन्दरीजाल गेटबाट सुरु हुन्छ, तर तपाईँहरू बाइकबाट जानुहुन्छ भने धाप ड्यामसम्म बाइक लान सकिन्छ र यसलाई चाहिँ करिब 1 घन्टा लाग्नेछ। करिब 1 घन्टामा पुगिने, तर यो 1 घन्टाको समय जीवनकै सुन्दर विश्राम जस्तो लाग्छ। धाप ड्याम राष्ट्रिय निकुञ्जमा पर्ने भएको कारण प्रवेश शुल्क मान्छेको लागि 100 र सवारी साधन मोटर बाइक स्कुटरको लागि भने 150 लाग्दै रहेछ। अहिले चाहिँ हामी यो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रै छौँ। अब चाहिँ हामी लगभग पुग्न लागे धाप ड्याम। अहिले भर्खरै हामीले बाघ पनि देख्यो, एउटा बाघहरू है, ठुलो थियो है बाघ। क्या अहिलेको बाघ देख्यो एउटा है, भिडियो चाहिँ गर्नै पाएन, केही छैन, अलिकति सेफ भएर हिँड्नु होला। बाघहरू हुने रहेछ यो ठाउँतिर पनि। हिँड्दाखेरि एक्लै नहिँड्नु, ग्रुपमा हिँड्नु है, अनि हल्ला गरेर नि हिँड्नु हुँदैन। अनि यो निकुञ्ज क्षेत्रमा चाहिँ कस्तो हुन्छ भने यसको आफ्नै नेमहरू हुन्छ हो, अनि यसलाई चाहिँ मोस्टली आर्मीहरूले कभर गर्छ राष्ट्रिय निकुञ्जलाई चाहिँ। सो नेम मानेर हिँड्नु होला, अनि हर्न नबजाउनु होला निकुञ्जभित्र, किन भन्दाखेरि यहाँ अब जनावरहरू हुन्छ, चराचुरुङ्गीहरू हुन्छ, उनीहरूलाई डिस्टर्ब हुन्छ, उनीहरूको डेली लाइफस्टाइलमा ह्याम्पर पर्छ। सो द्याट हर्नहरू चाहिँ बजाउनु निषेध छ, हल्ला गरेर हिँड्नु निषेध छ। शान्त भएर ग्रुपमा हिँड्नु होला, एक्लो दुक्लो नहिँड्नु होला है त गाइजहरू। धाप ड्याम जाँदा सडक साँगुरो हुँदै जान्छ, तर हावा अझ शुद्ध अनि दृश्यहरू अझ हरियाली हुन्छ, जहाँबाट सहरको आवाज हराउँछ र केवल पातको सरसराहट र चराहरूको गीत बाँकी रहन्छ। सडक घुमाउरो छ, तर मन शान्त छ। प्रत्येक मोडमा नयाँ सुगन्ध, नयाँ दृश्य देखिन्छ। कहिलेकाहीँ धुलो उड्छ, कहिलेकाहीँ हावाले अनुहार छुन आउँछ। कतिपय मानिसहरू पैदल र कतिपय मानिसहरू साइकलमा, सबैको उद्देश्य एउटै, प्रकृतिको नजिक पुग्ने। के साथीहरू, हामी चाहिँ अब यहाँबाट धाप ड्यामतिर जाँदैछौँ, यता झुलेतिरबाट आएर। बाटो चाहिँ एकदमै यस्तो छ साथीहरू। साथीहरू अहिले चाहिँ यो हामी यता तलबाट आएको, यो कुन ठाउँ झुले भन्ने ठाउँबाट आइयो तल। बाटो चाहिँ एकदमै यस्तो छ अफरोड, अनि यहाँनिर यस्तो रहेछ। फेरि यहाँ ओह्रालो, ब्रेक पनि नलाग्न सक्छ कतिपय ठाउँमा, ध्यान दिएर हिँड्नु होला। रोडिज यो केटा चाहिँ रोडिजको केटा हो, रोजन राई हो। बाटोहरू चाहिँ खत्रै छ है। सुकडा मेरो युट्युब च्यानलमा वेलकम छ है। ओए मेरो ब्लग हो के, सब्स्क्राइब टु दुरेन गुरुङ। नाम नभन्न अननोन नाम राखेर खोल्नु पर्छ। ओके के हुन्छ सबै गर्दिनु हरको साम। सब्स्क्राइब टु अपरिचित गुच्ची। या लेट्स गो। के छ
Thanks for the Baba Yaga. Subscribe to Opposite, like, share, and So here is our roadies. Hey, let's go, roadies. यसले दिइहाल्छ रोडिज. सो या यहाँ अब हामी चाहिँ अलमोस्ट आइसक्यौँ. तर दामी भ्यूहरू देख्ने रहेछ है. एउटा दामी रिसोर्ट रहेछ. So साथीहरू, we are finally at Dab Dam. There is our group. We are here. कपाल सपाल सब मुझे हेलमेटले बिगारेर के भइरहेछ होला यी बिजोक. हरि बिजोक. जम जम जम. 2000 मिटर उचाइमा हरियो वनले घेरेको यो ड्याम काठमाडौँ उपत्यकाको जल व्यवस्थापनमा एउटा जीवनदायिनी स्रोत हो. यहाँको शान्त वातावरणले सहरको तनावलाई भुलेर बस्न मन लाग्छ. हरेक पात हल्लिँदा, हावा चलेर पानी सतहमा छालाउँदा प्रकृतिको तालमा आत्मा पग्लिन्छ. ढाब ड्यामको कुल लम्बाइ करिब 100 मिटर र गहिराई 24 मिटर जति छ. तर यसको असली गहिराई भने सङ्ख्यामा होइन, यसको मौन सौन्दर्यमा छ. यहाँ फोटोग्राफी गर्नको लागि धेरै सुन्दर कोणहरू छन्. सूर्यको किरण पानीमा परेर झल्किँदा वा साँझ पर्न साथ आकाश र पानी एउटै रङमा मिसिँदा. कतिपयले यहीँ पिकनिक मनाउन आउँछन् र कतिपय भने शान्त भएर बस्न आउँछन्, केवल हेर्दै महसुस गर्दै, जसले हरेक आगन्तुकलाई फरक फरक शान्ति दिन्छ. So we are at Dab Dam. Dab Dam मा एकदमै चिल गरिरहेछन् साथीहरू. टक्क टक्क लाएर हावा चलेर जाडो भएको अवस्था हो यता. एकदमै यहाँ मान्छेहरूले चाहिँ यहाँ ढाब ड्याम टक्क हेरिरहनु भएको छ. फाइनली गाइज हामी चाहिँ अहिले ढाब ड्याम आइसकेका छौँ. काठमाडौँबाट लगभग 1.5 घन्टाको राइडपछि चाहिँ यसको डिस्टेन्स चाहिँ 35 किलोमिटर अराउन्ड छ. अनि यो चाहिँ एकदमै काठमाडौँबाट सर्ट हाइकमा पनि आउन सक्नुहुन्छ तपाईँहरू. हामी चाहिँ तर बाइकमा आएको. बाइकमा आउँदाखेरि बाटो चाहिँ एकदम अफ रोड अलि नराम्रै छ. हाइकमा आउनु भने अझ बेटर होइन. हाइकमा आउने रुट र बाइकमा आउने रुट चाहिँ फेरि छुट्टै छ. तर माथि आइसकेपछि चाहिँ दिस इज इट्स वर्थ इट भनौँ न होइन. एकदम राम्रो छ. ट्याक्कै पोखराका फेवातालको झझल्का आउँछ. साइड साइडमा हल्का ऊहरू पसलाहरू भयो भने सेम पोखरा जस्तै हुन्छ. अनि लगभग यो फेवातालको 1/3 पार्ट त होला यो ड्याम पनि होइन. अलिक ठुलै छ. मान्छेहरू पनि अलि बेसी नै आउनु हुँदो रहेछ. आज हामी आइतबार आउँदाखेरि पनि छुट्टी नभएको बेला आउँदा यस्तो धेरै छ. शनिबार आयो भने साथीहरू खुट्टा टेक्ने ठाउँ हुँदैन, तर आउनु चाहिँ पऱ्यो होइन. काठमाडौँको नजिक छ. एकचोटि चाहिँ भिजिट गर्न चाहिँ म रिकमेन्ड गर्छु. थ्याङ्क यू. ढाब ड्याम केवल पर्यटन गन्तव्य होइन, यो प्रकृतिसँग हाम्रो सम्बन्धको एउटा उदाहरण हो. यहाँको पानी, वनस्पति र हावा सबै सन्तुलनमा छन्. तर यो सन्तुलन जोगाउन हामी सबैको जिम्मेवारी छ. पर्यटकले फोहोर नगरी प्रहरीलाई सम्मान गरेर यहाँ आउँदा ढाब ड्याम अझ सुन्दर बन्नेछ. पानीको स्रोत जोगाउनु भनेको जीवनको स्रोत जोगाउनु हो. बसेर यसो घामसामहरू दामीहरू हेऱ्यो र अब चाहिँ हामी फर्किँदैछौँ साथीहरू. अब यहाँ बाटोमा त्यो एउटा के पोखरी पनि छ भन्ने सुनेर छौँ. भयो भने हामी त्यहाँ पनि पस्न सक्छौँ, नभए डाइरेक्ट हामी चाहिँ अब जानेवाला छौँ. मान्छेहरू अझै पनि आइरहेछन्. अहिले कति बज्यो भने 4-5 बज्न लागेछ. 10 मिनटमा अब 5 बज्छ. सो हामी चाहिँ फर्किँदैछौँ है त साथीहरू. ल